हेलो नमस्ते साथीहरू, वेलकम टु माई अनदर ब्लग। आज मैले एउटा भिडियो झन् विशेष दिनको भिडियो लिएर आएको छु। आज विनिताको मेन बिहे है। हिजो चाहिँ रमाइलो थियो, आज बिहानैदेखि दुलाईको श्रृङ्गार सुरु भइसकेको छ। चिसो चिसो पनि छ हल्का। यति बेला हाम्रा दुला राजाको पनि आगमन भइसकेको छ। अब दुलाईलाई तल झार्दैछौँ हामी। माला भन्नुहुन्छ कि लगाउनु बेला आफै भन्नुहुन्छ अहिले होइन कि मलाई चाहिँ पठाइदिनुहोस् त। भिडियो बनाउँछु। सुरुमा आमाले जल खाँदै हुनुहुन्छ अब घोडाको। हाम्रो घरको जेठी नातिनीको बिहे हो। त्यो भिडियोहरू सबै बच्चाहरूले खिचेको हो, तर के अरे मेमोरी त हुन्छ अरे भनेर यहाँ राख्न चाहिँ राखेँ मैले। अब हामी घरको मान्छेले गोडा दिने जल खाने कार्यक्रम पुरा हुँदैछ लगभग। अनि यसमा चाहिँ हामी दुईजनाको भिडियो नरहेछ, लिने मान्छेले ल्याउन छुटाउनु भयो कि ल्याउनु भएन कि थाहा भएन। सबैजनाको छ, हाम्रो छैन। हामीले पनि विनिताको जल त खाएको, दिपकको त होइन, गोडा पनि धोएको।
अनि यसपछि अब छिमेकी आफन्तहरूको पालो आउँदैछ हाम्रो पछि। तिमी त सबै भिडियोमा यो गर सबैभन्दा गाह्रो समय भनेको माइती छोड्नु, बाबाआमा छोड्नु हो। तर के गर्नु, नदी पनि नहुने, नली पनि नहुने, अब रित नै हो। फेरि अर्को फेर है होइन भान्जीले पनि हो कि सँगसँगै अब यसको चाहिँ सिडी भने मैले एउटा प्रोजेक्ट नआउँदा त चुठै परेन खाएको यसको सिडी मधु एक पाला चामल पुनः पात्र बस कहता है तुमसे यही मेरी बनोगी क्या मेरी रहोगी क्या पूछे दिल मेरा सुरेश फोटो खिच्दियो हजुर रमेश बाबाको दाइ हो मलाई कसरी थाहा भयो सुरेश भनेर नि। आज जन्तीहरू पनि एकदमै छिटो आउनुभएको थियो टाइममा, हामीले पनि टाइममै सिद्धाएको। तर हुन त यो दुलाई निकाल्ने काम भन्छन्, तर अब बिदाई गर्दाखेरि साँझ नै बज्यो, के अरे साँझ नै भयो सम्झेलो गर्दाखेरि। अब सम्झेलोको कार्यक्रम चलिरहेको छ यतातिर। पटाका पड्काएर सातो लैदिन बिना हुन्छ क्या याद आउने भयो सधैँभरिलाई। मान्छेको त के साधो गरेर भैँसीको साधो गरे
छैन जस्तो त्यो पनि खोसिएर दिएको अर्को पनि स्टकमा छ एउटा बिना जुत्ताको त फोटै राम्रो देखिन्छ यहाँ पनि केही बिना के हो यो सो हाई गरिदिनु छैन ल फेरि एकचोटि छोरी फेरि गरिदिनु न कति रमाइलो हुन्छ यतिकै अब उनीहरूसँग घुलमिल भइसक्यो उनीहरू अनि मस्त यसरी ल्याउनुहोस् बुढी चुर श्रीमती चुर बुढी छैन लिउ बुढी चुर अलि बस्दै सबै जम्मा हाल्ने क्या भाउजू नलजा अब लजाएर फेरि भन्नु पर्यो नि अब यससँग तिनचोटि भनिसक्यो तयार गरिन्छ तर सबैभन्दा अप्ठ्यारो समय बिदाईको बेला हो त्यही भएर मैले बिदाईको फोटो भिडियो लिनै सकिनँ मैले लिएकै छैन हामी हिँड्यौँ अनि बाटोमा चुरा बाँड्दाखेरि कहाँ गयो सीता दिदी पर्का छैन आएको छैन फाइनल्ली हामी अब घर पुगिसक्यौँ दुलै बाटोमा गाडीमा निदाएर क्लिपहरू सबै खसेको मेकअप पनि बिग्रेको त्यस्तै छ भिडियो सामान त अहिले लिन आउला कि गाडी क्या नमस्कार माइजी अहिले म गर्छु है यहाँ घरबाट पठाउनु मन अँधेरीलाई पानी राम्रो अँधेरीलाई जुना अँधेरीलाई पानी राम्रो अँधेरीलाई जुना अहिले छेकेपछि मलाई त कुचाउनु भयो त्यो त
यदुलाई बिहानै 5 बजे उठेर नुहाएर पूजाको तयारी गर्दा त गुरुको याद आउँदा त 10 बजे अब पार्टीको लागि हतार भएर बाहिरबाट मान्छेहरूले ढोका हानिराख्नु भएको छ। मेकअप नभइकन यत्तिकै जान भयो। हुन त हाम्रो दुलाई नानी नेचुरल ब्युटी छिन्, त्यही पनि यो त पार्टी हो, तयार त हुनै पर्ने हो। शुभकामना राम्रो हामी त आठ एकदमै रमाइलो खोजे जस्तै र सोचे जस्तै भयो। अनि एउटा कुराको चाहिँ अभाव देखियो, अब माइला मामालाई मनले खोजिराख्यो, मेरो मनले जस्तै सबै आमाहरूको सानोमाहरूको माइजू दिपक सबैको मनले खोज्यो होला। अनि मामाले स्वर्गबाटै भए पनि आफ्नो छोराबुबालाई आशीर्वाद दिनुहुन्छ भन्ने आशा छ। वैकुण्ठमा बास होस् मामा। आजको
दिनमा हामीले पनि धेरै सम्झेका छौँ। तालिम गरेको काम
पनि पाक्दैछ बाहिर। अनि अब टाइम पास त गर्नु पर्यो, भजन पनि भयो, रमाइलो पनि भयो, सबैजना नाच्नु भयो, दुलाई स्पेसल नाचे। अनि अब कुरोनी पनि पाक्यो, हाम्रो अब लास्ट हुँदैछ यो भजनको। सुरुवात ढिला सोले Happy birthday to you. Happy birthday. जग्गेसित ह्याप्पी बर्थडे आमा। आज मङ्सिर 23 गते हाम्री आमाको बर्थडे। आमा सन्तानमा सबैभन्दा जेठी छोरी बर्थडे। अनि मामाहरूले सम्झनु भयो अनि हामी सबैले विस गरेको हो। अब साइलो मामा पालिका मिटिङमा पुर्कोट दह जाँदै हुनुहुन्छ। आज यहाँ घाम लागेको छ। हिजो राति बेसरी चिसो थियो, एकदमै मङ्सिरको चिसो। ल मामा शुभयात्रा। आनन्द भएको छ। हुन्छ हुन्छ। ठुल दिदीको बर्थडे तयारी हुँदैछ। यहाँ केक रेडी भयो। धेरै ठुलो चिच्याउँछु क्या अरू चिज धेरै ठुलो चिच्याउँछु क्या नि ठुलो ल पार्नु लाइटर, खै लाइटर फोटो खिचिदिनु न यो हजुर यहाँ बत्ती बालिदिनु। जन्मदिनको धेरै धेरै शुभकामनामा, सुस्वास्थ्य तथा दीर्घायुको कामना, सधैँभरि हाँसी खुसी रहेको देख्न पाऊँ। यसको लागि विशेष श्रेय मामाहरू र मुनालाई विशेष धन्यवाद। 84 वर्ष बच्न होला, 84 गर्न पाइयोस्। बुवा त ये भयो मलाई दे मुगा भयो दे न खाइदिनु भुलियो छ टेस्ट गर्नु ल खाइदिनु दिदीलाई टिका त लागि होइन ल जन्मदिनको धेरै शुभकामना है दिदी। होइन दिदी काल देख्नु ठिकै छ न। दिदीको बर्थडे मनाएर सकियो, त्यसपछि हामी खाने कार्यक्रम हुँदैछ। दिदी अझै पुगेन केक पुग्यो। फलफुल खानु यो लाइटर हाम्रै हो ए तपाईँको। हेलो सर, दिदीको भ्लगमा तपाईँलाई स्वागत छ सर। हेलो भाइ। यहाँ के बन्ने छ त, तर उताभित्र छ रोस्ट, साग, दाल, खसीको मासु अनि भात देखाउन पाएको अझै राम्रो हुन्थ्यो। आज नयाँ बेहुलीले भान्सातिर हेल्प गर्दैछिन् यतातिर माइजूलाई। अनि अब हाम्रो खाना खाने समय सुरु भइसकेको छ। धेरैजना छौँ, खाना खाने पालो गर्नुपर्छ। अब अर्को दिन बिहान सबैजना हिँड्न थालेको, हामी पनि अर्घाखाँची फर्किने हो आज। फाइनल्ली हामी अर्घाखाँची घर आइपुग्यौँ। सन्धिखर्क दिदीकोमा बसेर एकछिन
के अरे चिया नास्ता गरेर आयौँ। तर त्यहाँको भिडियो खिच्नै पाएन मैले। अहिले त हामी माथि नै डिभर्ना नै आइसक्यौँ। अब सम्धिनीको सम्धेलो हुँदैछ। मैले सानी छु त्यही भएर मैले गरियो अब यो हात गरियो त यसो गरेर यस्तो रमाइलो हुने रहेछ मम्मीलाई लगाइदिनु पर्ने एउटा ट्राभल लिएर आउन नानी जाऊ धेरै लादिनुहोस् उहाँलो गर्नु के अलि धेरै दिनुहोस् रे के अब के सिकाइदिनु पर्यो अब आफै जोड्ने आफै कौन त्यहाँ गोठालो लगाइरहन पाइन्छ आज लाउँदा नमस्ते गर्नु होइन आमाले होइन र अहिले खै तपाईँहरूले नछेक्नु न यो भिडियो अस्तिजना यो लोकी चाहिँ बरान्डाबाट ए अँ सुलो चल्न झुन्डेर बाबा गएर उठाउनु झन्नै मरिने तल मुड कहाँ खुट्टा भित्र बसेका पेटो कतिको आएको आँडा चिस्ता उठेर ठुल्या ल यता हेर्नु मम्मी ल खै यता हेर्नुहोस् के दुईजनाले जो हात मोल ल बाबा हेलो अब अर्घा चाहिँ एक दिन बसियो अनि अब हामी काठमाडौँ बुटोल फर्किने मान्छे फर्किनु भएको छ अनि विनिता दिपकलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना सधैँभरि खुसी रहनु सुखी रहनु मनले आँटेको पुरा होस् दुःख कहिले पनि नहोस् अब हामी काठमाडौँ र बुटोलको लागि छुट्यौँ बाई सी यू